बधाई छ ल छोरो मेरो हो नि त गर्छ यसले हातखुट्टा घोटेर पढाएको थियो जेस केटाले मेहनत गरेछ देख्यौ बुढी यसले गर्छ भन्ने मलाई पहिले थाहा थियो नि यसको मेहनत अनुसार त यसले 5GB हान्न पर्यो नि बुढी कसरी कम नम्बर आयो तेरो अरूलाई सार्न दिए सिक्या अरूले चोर्यो छ तेरो त्यही भएर तेरो कम आएको तपाईँहरूको छोराले कति हान्यो जम्मा 3GB तेज थियो त पढाइमा त हाम्रै लफङ्गोले 4GB हानेछ अनि होइन ठिक छ नातिनु केही नि हुन्न अब यो शान्तिनु भने अलिअलि 1 नम्बर कम त हो नि केही नि हुन्न धन्न त्यसको छोराले 3 हानेछ हाम्रो भन्दा त अलिकति कमै हो नि त्यसले बढी हाने भए त यहाँ मलाई पिर परिहाल्छ जरै आउँथ्यो फेसबुकमा सबै मामा गएर ससुरालीतिर सबैले देख्ने फेसबुकमा हाल्दा सबैतिर फेसबुक हाल्दा बुढीले पनि सेयर गर अब उतै अस्ट्रेलियातिरै पठाउनु पर्छ भन्ने सोचिरहेको छु मैले यसलाई यहाँ यसको बुद्धिले यसको माइन्डले भ्याउने कलेजै छैन यसको यहाँ मैले देखेँ होइन फेल चाहिँ कोही नि भएन है क्या मजै आएन नि त यो 2-4 जना फेल भइरहेको भए पास हुँदा यत्रो नराम्रो फुर्ती लाउँदै हुनुहुन्थ्यो फेल त हुनु पर्यो हाम्रो पालामा मान्छे डोरी लिएर रुहा हिँड्थे लड्डु कसैलाई नबेच्नु पर्दैन 20-25 हजारको लड्डु मै किन्छु छोराले 4GB हानिसक्यो अनि टोलभरि बाँड्ने हो तपाईँको त्यहाँ कोही आयो भने छैन भनेर पठाइदिनु स्कुलमा मास्टरहरूलाई सिकाउँथ्यो अरे यसले पहिले